लागि उपस्थित दिनुभएको छ त्यसको लागि म शेरबहादुर राई नमस्कार। म चाहिँ मनमोहन पोलिटेक्निकमा 24 महिना एप्रेन्टिससिप इलेक्ट्रिकल इन्जिनियरिङबाट गरेको हो। अनि त्यसमा चाहिँ 3 महिना कलेजमा पढेँ, त्यस पछाडि 20 महिना लगभग 20 महिना चाहिँ फ्याक्ट्रीमा ओजेटी गरेँ। त्यो काम गर्ने सिलसिलामा चाहिँ मैले जस्तै अब नठकी भनौँ न, फ्याक्ट्रीमा नठकिन ओजेटी गर्ने क्रममा मैले अब फ्याक्ट्री काम गर्दैछु अनि उसलाई मैले फाइदा हुन्छ होला भन्ने कहिले सोचिनँ क्या। मलाई चाहिँ जसरी पनि सिक्नु थियो नि त, काम चाहिँ जसरी मलाई सिक्नु थियो, अगाडि बढ्नु थियो, मलाई उनीहरूले त्यो खर्च दियोस् कि नदियोस्, मलाई यस्तो राम्रो गरोस् नगरोस् भनेर मलाई चाहिँ एकदम सिक्ने इच्छा थियो। त्यही कारणले मैले निरन्तर सिकिरहेँ क्या। जस्तै भन्छ नि त अरू साथीहरू, हामीसँगै पढेको साथीहरू कतिजना छोडे होइन, अनि छोडेपछि भन्छन् क्या, ए सरले मलाई पढाउन सहयोग गर्नु भएन, यसले यस्तो खराब छ, यो खराब छ भन्नुहुन्छ क्या। म चाहिँ भन्छु कि आफ्नो क्षेत्रबाट के गर्न सकिन्छ, अरूलाई खराब भन्दा पनि त्यो खराब परिस्थितिबाट चाहिँ कसरी सिकेर हामी अगाडि बढ्ने क्या, सकारात्मक सोचको साथ। त्यही भन्छु म चाहिँ। अनि त्यहाँदेखि अब जस्तो खराब स्थिति आए पनि हामीले राम्रो काम गर्नको लागि अगाडि म चाहिँ बढिरहन्छु, सिक्ने कोसिस गरिरहन्छु। जस्तै मलाई कसैले नराम्रो भनेछ, म चाहिँ अहिले त्यो अध्ययन त मल्टिफाइबर्समा नै 3 महिना लगभग काम गरेपछि मलाई जागिर थाहा भन्नुहुन्थ्यो। अनि अस्ति कक्षा प्रसव मलाई मेन्टेनेन्समा बोलाउनु भएको थियो, महिना 35,000 रुपियाँ दिन्छु भन्दा म बसिनँ क्या। जस्तै म त 45-50 हजार त सिधै कमाइरहेको छु नि त आफ्नो हिसाबले, 2 जना रोजगारी पनि देख्छु। अनि त्यो गर्दै जाँदाखेरि त्यसो भनेपछि अब म आफै गर्नु सक्ने भयो नि त। जस्तै मैले फ्याक्ट्रीलाई अथवा फाइदा हुन्छ होला, मलाई के फाइदा, मैले यति फ्रीमा गरिरहेको छु, यति सस्तोमा काम गरिरहेको छु, मैले सिकेर के हुन्छ त मलाई, उसलाई फाइदा, फ्याक्ट्रीलाई फाइदा हुन्छ भन्ने सोचेको भएदेखि त्यो सोचेर आएदेखि म अहिले यो ठाउँमा हुने थिइनँ। अब जस्तै म सुरुमा अब काम गर्दै जाँदा म प्लम्बर पनि काम गर्छु, अहिले चाहिँ दोहोऱ्याइ काम गर्छु, इलेक्ट्रिसियनमा प्लम्बरै काम गर्छु। सुरुमा काम गर्न जाँदाखेरि चाहिँ कसैले मलाई साइटै दिँदैन थियो क्या। म पढेर आएको छु, सिप सिकेर आएको छु, यी सर्टिफिकेट छ मसँग भन्दाखेरि पनि कसैले मलाई कामै नदिने। तिम्रो सर्टिफिकेटले भाइ काम गर्दैन यहाँनिर, तिमी कहाँको मान्छे, बात चोरेर भाग्छौ, के गरेर भाग्छौ, उपद्रो गरेर पैसा लिएर भाग्छौ, बिग्रियो भने कसलाई बोलाउने, कहाँ बोलाउने भनेर भन्नुहुन्थ्यो क्या। जस्तै कति घरमा म गएको गर्थेँ र पनि नदिने। अनि मैले चाहिँ त्यसलाई नराम्रो सोच्दिनँ थिएँ कि त्यो घरले मलाई काम दिएन, म त्यसलाई नराम्रो गर्छु, बाँच्छु, त्यस्तो जुत्छु, लड्छु भन्ने कहिले आउँदैन थियो क्या। के कारणले चाहिँ मलाई त्यो काम चाहिँ दिएन नि त भन्ने पक्षमा म सुधारिरहेको थिएँ क्या, जहिले त्यही गरिरहेको थिएँ। अब के गरेर चाहिँ मैले उनीहरूको लागि योग्य मान्छे बन्न सक्छु भने त्यही कामको लागि मात्र मैले निरन्तर प्रयास गरिरहन्थेँ क्या। अनि त्यही भएर अनि पछि बिस्तारै काम गर्दै गएँ। अब काम गर्दै गएँ, कामहरू पनि भेट्दै गएँ होइन। निरन्तर प्रयास गरेँ त, कति घाममा डुले, साइकलमा डुलेको डुले, मलाई फ्याक्ट्रीमा जागिर खानु दिएन, म स्वरोजगार गर्न थियो। अनि म अहिले चाहिँ मलाई भन्नु चाहिँ अहिले 35वटा साइट छ मसँग, 2 तला घर लगभग 10वटा छ, अनि अरू त्यो भन्दा फाल्टो 35वटा साइट छ। भर्खरै पाइप हालेको मात्र, भोलि 2 दिनसम्म पाइप हाल्नुपर्ने छ। त्यो कामहरू टन्न आइरहेछ। जस्तै यहाँ चाहिँ मजाले सिकेर आफ्नो मेहनतले आफ्नो 100% दिएर म गर्नु सक्छु, म पनि गर्छु। हामी जस्तै मान्छेले गरिरहेका छन् यस्तो कामहरू, म चाहिँ किन गर्न सक्दिनँ? अरूलाई फाइदा हुन्छ भन्दा पनि आफूलाई चाहिँ के फाइदा हुन्छ त? आफूलाई फाइदा हुने, मैले समय फ्रीमा दिए कसैलाई सिक्नको लागि समय दिएँ। बरु सिक्दाखेरिको टाइममा अथवा पढ्दाखेरि टाइममा 2 वर्ष जति हुन्छ नि, त्यहाँ चाहिँ बरु सक्दो पढ्ने क्या, सिक्ने हो। हामीले पैसा कमाउनु गएको होइन, त्यहाँ ज्ञान सिक्नु गएको हो। यो तालिमले चाहिँ मलाई के फाइदा गर्यो भन्दा यो तालिमले 1 नम्बर मैले त्यो सिक्न पाएँ। म पनि अलिक आर्थिक अवस्था कमजोर भएकै मान्छे हो क्या, घरमा उहरू व्यवहारहरू बिग्रेको थियो, त्यो सुधार्दैछु, अलिक कमाउँदैछु नि त। जस्तै मैले योभन्दा अगाडिको वर्षमा 7 लाख रुपियाँ कमाएछु वर्षमा। योभन्दा अगाडि यो 80-81मा लगभग 8,59,20 रुपियाँ कमाएछु। त्यो म लेखिरहेको हुन्छु क्या। अनि यो वर्ष लगभग 10 लाख जति कमाउँछु होला सायद। 2 जनालाई रोजगार दिएछु, त्यो भनेको उनीहरूलाई दिएको पैसा होइन, मैले मात्र कमाएको पैसा हो। मेरो भागमा परेको मैले उनीहरूलाई दिएर त्यसरी कमाइरहेको छु। अनि मेरो लागि चाहिँ अब आर्थिक अवस्था पनि मैले सुधार्छु, भाइ बहिनीहरू पनि मैले पढाइरहेको छु होइन। अनि आफूले अब इन्सुरेन्स पनि गरिरहेको छु 17 लाखको। त्यही अनुसारले गरिरहेको छु मैले। जस्तै सरकारले, देशले यो सबजना खत्तम छ, नेता खत्तम, मेरो सर खत्तम, मेरो आमामा खत्तम भनेर म चाहिँ लाग्दिनँ क्या। त्यहाँनिर के योगदान गर्न सकिन्छ आफू अगाडि राम्रो पढेर भन्ने सोचाइ राख्दै म
यस्तै काम गरिरहेको छु, काम जति पाइरहेको छु विदेश जाने लक्ष्य छैन। म यहाँ नै केही गर्छु क्या, नेपालमा बसेर केही गर्छु। जस्तै अब यता ठाउँ छाडेर मैले अर्को ठाउँतिर जानु पऱ्यो भने पनि नि मलाई 5-6 वर्ष त्यो मान्छे चिनिनै लाग्छ क्या। अनि अरूले भन्छन् यस्तो सिकेछ विदेशमा राम्रो कमाइ हुन्छ भनेको भन्नुहुन्छ क्या। 2-3 लाख खर्च गरेर किन गइराख्नु पर्यो मैले विदेश? म त यहाँ 0 लगानीबाट कमाइरहेको 50,000 त कम्ती कमाइहाल्छु महिनामा, किन गइराख्नु विदेश 2-3 लाख खर्च गरेर? त्यस्तो लाग्छ क्या। त्यही भएर म त्यस्तो उहरू केही बनाएको छैन, पासपोर्टहरू यताउता केही गरेको छैन। काम गर्दाखेरि चाहिँ एकदम इमान्दार भएर होइन, अनि घरबेटीहरूसँग सोधेर सल्लाह गरेर उनीहरूको चित्त बुझेर काम गर्नु सकियो भने हामी काम खोज्दै जानु पर्दैन छ क्या। त्यसरी नै अहिले मलाई बोलाउनुहुन्छ, आउनु भाइ गरिदिनु, 3-4 दिन म ढिलो गर्दा पनि बरु तपाईँले गर्नुपर्छ, पर्खि नै राखेको हुन्छ क्या। त्यस्तो बनाइसकेको छ अहिले चाहिँ। अहिले मैले काम गर्नु थालेको 3-4 वर्ष भयो। हामी चाहिँ मनोहर कलेजको एप्रेन्टिसिपको पहिलो ब्याच नै होला लगभग जस्तो लाग्छ मलाई। अरू साथीहरूले छाडे, मैले चाहिँ गरिरहेको छु काम। यस्तै भइरहेछ। अनि यो गर्दाखेरि चाहिँ हामीले यो काम गर्दाखेरि अरूलाई फाइदा हुन्छ, यसलाई फाइदा उसलाई फाइदा भनेर होइन। पहिला आफूले ज्ञान सिकौँ, अनि आफ्नो क्षमता भएपछि उसले नदियो पनि हामी अर्को ठाउँमा जुनसुकै ठाउँमा गएर पनि हामी गर्न सक्छौँ क्या। यो तालिमले चाहिँ मलाई केसँग फाइदा गर्यो भने अरू हामी फर्स्ट ब्याचमा हामी मेकानिकल र इलेक्ट्रिकल 40 जना थियौँ। 40 जना मध्येमा अब कसलाई कति फाइदा गर्यो त्यो आफ्नो हिसाबले हेऱ्यो। मलाई चाहिँ एउटा जिन्दगी जिउनको लागि, म बाँच्नको लागि होइन, एउटा जस्तै घर बलियो हुनुको लागि जगदार हुनुपर्छ भन्छन् नि होइन। त्यस्तै म पनि यो जीवनमा चाहिँ यो तालिमले गर्दा म भोकले चाहिँ कहिले मर्नेवाला छैन क्या, यो तालिमले सिकेको कारणले गर्दाखेरि भन्दै म यति भन्दै मेरो शब्द यही।